ल यही क्याम्पमा कति दिन बस्यौ हामी? 22 दिनमा हिँडेको 21 दिन 22 दिन बसाए पछाडि आज हामी हिँड्यो। अब रम्मल घारीमा अब हाम्रो गन्तव्य नै रम्मल घारी हो। अनि भन्ने लागिरहेछ। अनि कस्तो लागिरहेछ त सागर दाइ? कस्तो लागिरहेछ? अब तातो घाम खाने लागिरहेछ। दिललाई हजुर कस्तो लागिरहेछ तपाईँलाई? 22 दिनको कति तपाईँ त हामीभन्दा बेसी हो नि होइन? हाम्रो यातना धेरै दुखी छ। गएन 4 दिन अगाडि एक महिनै हो हाम्रो त। अनि के कस्तो लागिरहेछ? कस्तो महसुस भइरहेछ? के बनाछ केपी सरकारले? अझै जे केपी सरकारले के सम्भव भन्न? त्यो पुरा होस्। केपी सरकारलाई चाहिँ के भन्न चाहनुहुन्छ तपाईँ? त्यो केपी सरकारले गर्दा त हामी यो परदेशिनु परेको छ। यसका सम्पूर्णले अलि नेताको बुद्धि बलाओस्। सबै नेपालमा हुने रोजगार दियोस्। यो उमेरमा बुढेसकालमा हिँड्न पर्ने अवस्था नल्याओस्। फेरि दोहोऱ्याएर बाहिर आउन नपरोस् होइन त? नपरोस्। यही हो हामी सबैको चाहना। ल डेभिड सरको भनाइ राख्नुहोस् थोरै। यस्तै हो सर, अब हामी केही किन्ने जतिले हजुर ठ्याक्क ल्याएर केही चाहिन्छ भने लिएर आउँछ। टोपी एउटा किन है केटा? अन्त जाएगा यो चाहिँ यहाँ यो ठाउँलाई चाहिँ सलाम सिटी भन्दो रहेछ होइन? सलाम सिटीमा हामी 22 दिन बसाए पछाडि अब चाहिँ मेन हाम्रो कामको गन्तव्यतिर लाग्दैछ। त्यो किन्नु पनि माटो यहाँ ओरिजिनल भएर ल शिवदाईको के छ भनाइ भन्नुहोस्। केपी सरकारलाई केपी सरकारले त केही छैन भने केही पनि छैन, बालघारी गइन्छ, बिन्दासले काम गरिन्छ काम होइन? गरिन्छ। ल पर्सनले उसलाई पनि यसो केही अनि तपाईँको छ कि? नेपालमा बस्नेहरूलाई सन्देश के दिन चाहनुहुन्छ? सन्देश के हुनु, नेपालमा राम्रो रोजगार छैन। नियम कानुन भएर नेपालमै रोजगारी मिलोस्, सरकारको बुद्धि पलाओस्। हामी यसरी रमलघारी आउनु नपरोस् भन्नु हामी न। जस्तो अरू साथीभाइ आउन नपरोस्। बस ल धन्यवाद हजुरलाई पनि। डेभिड पालो ल सन्देश कसले के भन्नुपर्ने? नेपाल सरकारलाई के भन्न चाहनुहुन्छ? नेपाल सरकार त हामी जस्तो अब युवाहरू अब यस्तो विदेश आउनु नपोस्, तातो घाम खानु नपोस् होइन। तपाईँ दुबई आउनुभएको कति दिन भयो? म 21 दिन भयो। 21 दिनको बसाइ कस्तो भयो? 21 दिनको बसाइ ठिकै छ। आज तातो घाम खान्न पर्यो, अँ ठिकै छ। यस्तै छ जिन्दगी। कहिलेसम्म हो? नेपाल सरकारले राम्रो व्यवस्था गर्नु पर्यो, नेपालमा स्वरोजगार हुने व्यवस्था गर्नु पर्यो। अब हामी नेपाल गए पछाडि चाहिँ फर्किन नआउनुहोस् होइन? त्यस्तो वातावरण बनाओस् नेपाल सरकारले। त्यही भए बाई बाई सलाम सिटी हामी लाग्यो। त्यस्तो के भन्नुहोस्, अझै केही बाँकी छ भने तपाईँको भनाइहरू राख्न सक्नुहुन्छ? यहाँ तामाङ जुगु झाँटिलो पछि लाभादा खै खाबो चौरासिरी भाले चिन्नरी भोडी जोला यो झाँटिलो पछि लाप्तसी आदनी यहाँ मूलवासी तामाङ कि कुन तातोला हेर्नु। उहाँको परिचय चाहिँ कमल लो है, जिल्ला दोलखा जिल्लाको। छ भनेर बाँड्छ गाउँवासी तपाईँको राख्यो भने त छ। ए यति नै हो नि त? सक्यो तपाईँको भनाइ? के अरू केही बाँकी छ कि? खाबो चौरासिरी भाले चिन्नरी छापी दोजी यो झाँटिलो यो छ लाभा आदनी यहाँ मूलवासी गिक्ता दोजी विवाह जुन सुझाव मलाई चाहिँ लसो लसो थुचेसी बाई बाई। के झऱ्यो दाइ?
सम्झना यतिका दिन बस्यो यहाँ होइन ससुराल जसरी पाल्यो छोड्यो हामीले छोड्यो समय केट्यो भने चल्छ कति 3 घन्टै लाग्छ भने होइन हामी अहिले उहाँ पुग्नलाई 2.5 घन्टा अन्त यस्तो ठाउँमा 2.5 घन्टा भन्नु पनि धेरै हुने भयङ्कर ठुलो रहेछ Al-Dhafra.